हेलो एभ्रिवान, आज भने हामी वेस्ट सिक्किम हामी पेलिङमा आएको छौँ। किन आएको भन्दा चाहिँ भाइलाई घुमाउनु है, नेपालबाट भाइ आएको छ नि पाहुना, अनि स्कुटी लिएर आएको, बहिनीको स्कुटी। भाइ मजा आयो? एकदम मजा आउँदैछ, रमाइलो हुँदैछ। रोड कस्तो नि? रोड एकदम लभली थियो। ल त यहाँदेखि एन्ट्रेन्स गरेर अझ हाम्रो गेस्ट दिदीहरू कहाँ गयो? अब यहाँबाट बुझ्दैछ टिकटहरू कति छ। यहाँदेखि चाहिँ टिकट काट्ने सिस्टम हो। टिकट पनि काटिसकेको छु 50 रुपियाँ। अहिले चाहिँ टिकट यसो देखाऊ। वेटिङ फर नानाहरू, खोइ नानाहरू कहाँ छ? हामी चाहिँ नानालाई पर्खिरहेको छौँ। 50 रुपियाँ टिकट। आउनुहोस् आउनुहोस् आउनुहोस्, बेच्दिङ के ब्ल्याकमा पर्खिरहेको छौँ हामी टिकट काटेर। खोइ नानाहरू कहाँ है गरे? ओह नानाहरू आउनुभयो। टुरिस्टहरू आउनु हुँदैछ। ए टुरिस्ट पास अघि निकालेको ल रोशनी छिटो टुरिस्ट पास। लेट्स गो। हामी पस्यौँ है, हामी पस्यौँ है। कोही कोही कहाँ छ केटा? बुक्सले किन कहाँ गयो? 50 रुपियाँ। 50 रुपियाँ। यहाँबाट अकालो पस्नु पर्ने रहेछ। हो यो अकाल त नै हो मतलब। स्काई वक हो यो चाहिँ पेलिङ। केटा हेर्छ नि त फाइनली आइपुग्यौँ। सबै जुत्ता बेच्नु बस्नु नि यहाँ। कुन मन पर्यो? तपाईँहरू आउनुभयो भने चाहिँ यहाँ चाहिँ जुत्ता फाल जानुपर्छ। कुन मन पर्यो भने भाइ सुस फुकालिहाल्ला त प्लिज। ओपन यहाँ रुम। तपाईँहरूको सुस फुकालिहाल्नुहोस् त प्लिज। नभए म तपाईँहरू 500 रुपियाँ। ल हामी भने यहाँ पस्यौँ। पेलिङ स्वागत छ तपाईँलाई सिक्किम यो पेलिङ जग्गामै। हेलो के छ यो नजारा? बुक्सले किन हल्का पेन चाहिँ सर कि होइन? ऊपर जाके नीचे आना पड़ेगा नहीं? सेल्फी का इकडे आउनुहोस् आउनुहोस् म्याडमहरू, मजा आयो। ल हामी यहाँ यसरी सबिनको हल्का फोटोग्राफी हुँदैछ। फोटोग्राफी यहाँ नाम्चीबाट रोशनी दिँदा मगाएको। हामी फोटो खिचेर डुलिया छौँ यसरी। लभली लभली आएको छ। अम्मा घाम त दामी लाग्यो त है। दामी खिच्दैछ मेरो खुट्टा खै निस्केको। हामी पनि फोटोहरू खिचिसक्यौँ। अब उकालो जाने अरे भाइ। तिमी जाने होइन माथि? त्यो माथि घुमाउनु। ल यहाँदेखि हामी एक्जिट निस्क्यौँ। दिदीहरू आउनुहुँदैछ तल, कुदेर आएको छ। हामी यहाँसँग डुलिसकेको छौँ। अब हामी यहाँबाट निस्किन आँटेको। बहिनी पर फोटो खिच्दैछ। नाना र सबिन भाइ चाहिँ माथि गएको छ। म यहीँ बाहिर बसिरहेको छु।
अब हामी यहाँदेखि निस्किनेछौँ। ओके हामी यहाँदेखि अब रात दृश्य पनि लान्छ भाइलाई, तल पनि नजर देखाउँछु ल तपाईँलाई। म्याडम यहाँ बसिएको छ, दुईजना कहाँ गयो? हामी भने यहाँबाट निस्क्यौँ। अब रात दृश्य छ तल टार्गेट। रोशनी दिदी पछि आउँदैछ। पेलिङ अहिले भने हामी यहाँदेखि फर्केको, यो पेलिङ हामी सकिसक्यौँ। स्काई वक हिँडेर मान्छेहरू हिँड्दैछ, यहाँ तपाईँ देख्न सक्नुहुन्छ नजारा पछि। तपाईँहरूले हेर्नुहोस् तल। अब 7 दिन भेट्नेछौँ नेक्स्ट ब्लगमा।